सो हेलो एन्ड गुड मर्निङ एभ्री वान। आज चाहिँ म सनराइजको लागि सूर्य चौर जाँदैछु एन्ड इट्स अबाउट 30 किलोमिटर यहाँबाट मेरो घरबाट। आज चाहिँ म एक्लै गइरहेको किनकि सबैजना बिजी छन्। अहिले ठ्याक्कै 4:30 बज्यो। 4:30 बजे हिँडेर 5:30 सभा 5तिर पुगिन्छ होला त्यहाँ। अनि सनराइज हेर्छु, फर्किन्छु। त्यहाँबाट चाहिँ मिठो सनराइज प्लस माउन्टेन भ्यू देखिन्छ। सूर्य चौर भने चाहिँ मलाई जमानादेखि जानु मन लागेको त्यहाँ। जमानादेखि नै ठाउँ पनि राम्रै छ एकदमै माउन्टेन भ्यूको लागि। काठमाडौँबाट नजिकै जाने चाहिँ नि हामी यो टोखा हुँदै झोर वाटरफल हुँदै जाने हो। जुन हामी लाङटाङ जान्छौँ नि त्यही बाटो हुँदै जाने हो। यता शिवपुरीबाट फेरि यता नागढुङ्गाबाट हुँदै जाने होइन नि। लाङटाङ त फेरि पहिला लाङटाङ त्यहाँबाट गइन्थ्यो, नागढुङ्गा हुँदै गल्छी हुँदै। अहिले चाहिँ नयाँ बाटो खोलेको छ यता शिवपुरीबाट यहाँ झोर वाटरफल हुँदै त्यहीँबाट जानुपर्छ लाङटाङ चाहिँ नि। अहिले जानु लाग्यो नि त्यही ठाउँबाटै हो। म सातो बाटोबाट कलङ्की हुँदै बस पार्क हुँदै त्यहाँबाट टोका छेर्नी कपडा मासतिर। भाइजर चाहिँ लगाइदिउँ, चिसो तर भाइजर लाउनै मिल्दैन कि यो माइकले गरेर। सो भाइजर खोलेर गइदिउँ अब चिसोमा मुख फ्रेस गर्दै। बाटोमा बत्ती छ नि, यो यता मात्र राखेर चाहिँ यो एकान्त गुना मास्तिरबाट यता एकान्त गुना भन्दा मास्तिरबाट चाहिँ छैन। यो मतलब यो बाटो उता जाने बेलामा छ क्या, उता ब्याक जाँदाखेरि छैन। त्यो एकान्त गुनाबाट राख्दै त सजिलो हुन्थ्यो। मरना क्या भोसड़ी के कस्तो यार साइको रहेछ यार। झन्डै ठोकेको साइको 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 हुन्छन्। तर यो बत्तीले राम्रो देखिने क्या, यो डिभाइडर छुट्टिने लेनहरू छुट्टिने राम्रो देखिन्छ। म आज किन एक्लै जाँदैछु त भन्दाखेरि सबै साथीहरू बिरामी, कोही पिनास, कोही रुगाले छोछ, कोही कता कोही कता। झन्डै गएको यो नदेखिने क्या, यो एरै नदेखिने। त्यो एरो यता देखाउँछ तर उता देखा जस्तो देखिन्छ क्या राति यो बत्तीले। अलिक ठुलो एरो भए देखिन्थ्यो क्या, यो सानो एरो छ। अनि उता देखा कि यता देखा थाहा नै नहुने, एक्सिडेन्ट हुने चान्सेस हुन्छ त्यस्तोमा। अहिले चाहिँ यो नयाँ बस पार्क आइपुग्यो बालाजुको। यहाँबाट चाहिँ अलि अगाडिबाट एउटा चोकबाट लेफ्ट जानुपर्छ हामी। त्यहाँबाट चाहिँ सिधै हो यो टोखा चोक हो कि के चोक भन्छ त्यसलाई। अब त्यो चोकबाट मासतिर लेफ्ट जाने। दाइ टोखा यताबाट हो, टोखा जाने ए हस् धन्यवाद। यताबाट यहाँबाट चाहिँ सिधा हो। अब सिधा गएर अनि उकालो लाग्नुपर्छ। अनि ठ्याक्क उकालो कटेसी एउटा गुर्जे भन्ज्याङ भन्ने चेकपोस्ट आउँछ। त्यहाँबाट चाहिँ नि ओह्रालो सिधा सिधा छ। चिसो हात त्यति चिसो त छैन। अब हिमालमा गइराख्ने मान्छेलाई यति त के चिसो हो र। अस्ति भन्दाखेरि 1 महिना अगाडि भयो क्या अरे हामी उता कञ्चनजङ्घा अनसक्सेसफुल ट्रिपबाट फर्केको। त्यो चाहिँ नि लास्टै भयो। ठ्याक्कै दसैँ सकेपछि गएको, पानी सानी रोकेर तिहार पनि सकेर हो क्या अरे आज। अब चाहिँ नि पानी पर्दैन कि भनेर गएको। पानीले 4-5 दिनको पानीले ट्रिप नै क्यान्सल गराइदियो। पानी परेर हिउँ परेर ओहो बिजोकै भएको थियो।
यही पन्जा लगाएको थिएँ पन्जा भिजेर वाटरप्रुफ नरहेछ यो पन्जा भिजेर ओहो यहाँ त न बत्ती छ न इन्टरनेट छ हामी एउटै मुभी कति 3-4 चोटि हेऱ्यो होला अनि ठ्याक्क त्यो एउटा भाइले पुल डाउनलोड गरेको थियो पुल कति खेल्नु एउटै मुभी कति हेर्नु अनि हामी नसकेर हिउँबाट फर्केको त्यहाँबाट ठ्याक्कै खाम्बा चेन भन्ने ठाउँबाट कञ्चनजङ्घा बेस क्याम्प पुग्नु 2 क्याम्प मुनिबाट खाम्बा चेनबाट चाहिँ लोनक अनि लोनकबाट कञ्चनजङ्घा बेस क्याम्प गइन्थ्यो लोनक नपुगिकन फर्क्यो हामी खाम्बा चेनबाटै तर फेरि गइन्छ त्यहाँ नो वरिज जानै पर्ने ठाउँ हो त्यो एकचोटि फेरि अब हामी चाहिँ यही बाटो हुँदै टोखा निस्किन्छौँ सुरुमा टोखा आई मिन त्यो जहाँ त्यो स्याटरडे हुन्छ नि त्यो नो भेहिकल जोन मेला लाग्छ नि त्यो नो भेहिकल जोन भनेको थियो नि यहीँ हो मेला लाग्ने अहिले फर्किने बेला त हुँदैन होला अलिक ढिलै हुन्छ पुरै स्टल हुन्छ यहाँ अब चाहिँ झनै उकालो आउँदै जान्छ है अब यहाँबाट चाहिँ उकालो सोलो राइड कोही छैन हेर्न अगाडि पछाडि ठ्याक्क यही हो मैले भनेको चेकपोस्ट चाहिँ नि आर्मीको चेकपोस्ट यही हो यताबाट लेफ्ट जान्छौँ हामी जान्छौँ त्यो परको त्यसमा हो गुर्जे भन्छन् यही हो क्या आई थिङ्क ल म यहाँबाट जान्छु अब यहाँबाट अब जङ्गलको बाटो सुरु हुन्छ शिवपुरी गाउँपालिका ल यताबाट हामी चाहिँ जाने जङ्गलको बाटो हुँदै अफरोड चाहिँ अलिअलि छ अफरोड त अलिअलि भइहाल्छ नि जङ्गलको बाटो हो अफरोड पङ्क्चर चाहिँ नहोस् मेरो बाइक त्यही हो यस्तो छ क्या बाटो ठाउँमा पङ्क्चर भयो भने चाहिँ बिजोग हुन्छ थुथु पङ्क्चर नहोस् आइपुग्यो सुर्वेत सर मान्छेहरू उठ्यान छैन यही हो सुरेश सौर भनेर चाहिँ नि अलि चाँडै आइछु क्या म कोही छैन त ठिकै छ यहाँ तल चाहिँ नि होटलहरू हुन्छ यही हो सुरेश सौर भनेर चाहिँ नि एकछिनमा सनराइज हुन्छ यो माउन्टेनहरू पनि देखिन्छ अनि हेर्छु अनि जान्छु यता लाङटाङ अनि यो मनासलु सब देखिन्छ भाले बाँच्दैछ भर्खर भालेलाई उठाउन आएँ क्या म त बिहान यहाँ अलिकति हावा नलाग्ने छ त्यहाँ त हावा लागेर अहिले चाहिँ नि बाबालाई देखाएको छ म यहाँ कुर्दैछु सनराइज र हिमालको भ्यूको लागि केटाहरू क्याम्पिङ गरेर छ उभाइ हल्ला गरेर यो के अरे मुनलाइटले नि बाबालाई देखाएको छ
यस्तो देखाएको छ यता चाहिँ नि के भन्छ होला होराइजन यस नि पुरै माउन्टेनको रेन्जहरू लाङटाङ बसाइखुन्डा चाहिँ पर्छ ए लाङटाङ रेन्ज यो गाडीको रहेछ नि यता मनासलु यहाँ क्याम्पिङ गर्न आउने मान्छेहरू छ नि कस्तो के फोहोर गर्ने यस्तो फोहोर गर्ने मान्छेहरू त नआउनु क्याम्पिङ फोहोरीहरू फोहोर नगर्नु सफा गर्न नसके पनि फोहोर सोहोर छर्दिउँ अब यो भ्यू चाहिँ इन्जोय गरौँ सनराइज पनि भइसक्यो जान्छु अब म बबाल सनराइज पनि भयो यहाँबाट लास्ट भ्यू देखिन्छु ल सनराइज पछिदेखि भ्यू चाहिँ यही हो बबाल छ यता हिमालको भ्यू यता सनराइज म निस्किन्छु यहाँबाट अब चिसो बाटो चाहिँ यस्तै छ अफरोड ल दिस मच फर टुडे थ्याङ्क यू फर वाचिङ बाई बाई सी यू अगेन